संसदीय समितिमा माओवादी सांसदले बोल्दै गरेको माइक फालेपछि प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिमा सभापति किरण कुमार शाह र समिति सदस्य कल्पना मिया कुसारी बीच नोकझोक चलेको छ। समितिको बैठक आज बुधबार बिहान 7:30 बजेका लागि बोलाइएको थियो। समिति सभापति शाहका अनुसार बैठक सकिन लाग्दा माओवादी सांसद कुसारी पुगेकी थिइन्। बैठकमा पुगे लगत्तै कुसारी बोल्न खोजेपछि सभापति शाहले अनुमति लिएर बोल्न भने लगत्तै उनीहरूबीच केही बेर नोकझोक चल्यो। समितिमा दुईवटा प्रतिवेदन बुझ्ने कार्यक्रम थियो। बैठक सकिन लागेको थियो। उहाँ माननीय कल्पना मिया 9:15 बजेतिर आएर बोल्न लाग्नुभयो। ढिला आउनुभयो, कसको अनुमतिले बोल्न लाग्नु भएको छ भनेर सोधेको हुँ। त्यसपछि उहाँ रिसाउनुभयो, सभापति शाहले भने। सभापतिको जवाफले सांसद कुसारी रिसाइन्। उनले अरू सांसद बसेको ठाउँतिर माइक फालिन्। उनको माइकले सभापति अगाडि रहेको नेमप्लेट आफैतिर फर्किएको सभापति शाह बताउँछन्। माइक अरू माननीय भएतिर फाल्नु भएको हो, म भएतिर फालेको होइन, सभापति शाहले भने। यसबारे सांसद कुसारीले समितिको बैठकमा भनाभन भएको स्वीकार गरिन्। भनाभन भएको हो, सभापति अभिभावक हो, उहाँ रिसाउनु भयो, म पनि रिसाहा मान्छे हुँ, रिसको बदला रिस नै लिएको हुँ, कुसारीले भनिन्। हिजो नै उनले आफू बैठकमा ढिला आउने जानकारी सभापति शाहलाई गराएको पनि उनले बताइन्। बिहानै बैठक राख्नुपर्ने आपतकालीन विषय थिएन। 7 बजे बैठक राखेर संसदको कर्मचारीलाई दुःख दिएको छ। हामी महिला छोराछोरी स्कुल पठाएर घरको काम गरेर आउनुपर्छ, उनले भनिन्। 10 देखि 11 बजे बैठक राखेको भए पनि हुने हो, बिहान राति बैठक राख्नुपर्ने थिएन। आफूले अनुगमनको नाममा भएको अनियमितताबारे बारम्बार प्रश्न गरेकाले सभापति रिसाएको उनले बताएकी छिन्। अनुगमनको नाममा भएको अनियमितताबारे मैले पहिलेदेखि नै बोल्दै आएको छु। खर्च पारदर्शी हुनुपर्छ भन्दा सभापतिले बोल्न रोक लगाउन खोज्नु भएको हो, उनले भनिन्। सभापति शाहले आजको घटनामा छानबिन गरेर सांसद कुसारीलाई कारबाही गरिने बताएका छन्। माइकमा के कति क्षति भएको छ त्यो हेर्न सचिवालयलाई भनेको छु। कारबाहीको प्रक्रिया अघि बढ्छ, सभापति शाहले भने।